हेलो सबैलाई नमस्ते। आज पनि एउटा सानो म भ्लग लिएर आइरहेको छु। आज म एक्लै छु। साथीहरू कता कता गइरहेछन्। सबैको छुट्टी मिल्यो, कसैको मिलेन। यो चाहिँ मन्दिरको छेउमा पनि छ, चाइनिज मन्दिरको सानो छ, बाटा बाटामा छ चाइनिज मन्दिर। मन्दिरको छेउबाट चाहिँ म आजको भ्लग चाहिँ स्टार्ट गर्न लागिरहेको छु। सानो चिटिक्क परेको मन्दिर, च्याट्ट दुईटा छ यतापट्टि, च्याट्ट पनि सानो मन्दिर। यसले पूजा गर्ने यहाँ त बाटोको साइडमै ठ्याक्कै छ, बाटोको साइडमै मन्दिर ट्याक्कै। यो त बाटो, यता मन्दिर, यस्तो छ। आज चाहिँ म एक्लै छु। एक्लै भएको कारणले चाहिँ गर्दाखेरि चाहिँ बाटोमा अब यो मोबाइल देखाएर हिँड्न पनि गाह्रो छ। कालेले टपक्क बाइकमा स्वाट आएर ट्याप्प कालेले लगिन्छ भन्ने पनि डर छ। मलेसियाको ठाउँ हो है, धेरै गाह्रो छ। यहाँ बाटोमा धेरै जोगिएर हिँड्नुपर्ने अवस्था छ। अहिले चाहिँ बेलुकाको लगभग 4:30 बज्न लागेको छ। म एक्लै बाटोमा लखरक एक्लै हिँडिरहेको छु। बाटोमा के देखिन्छ त्यसकै बारेमा गर्दै हिँड्दा चाहिँ यहाँ चाहिँ अब जेब्रा क्रसिङहरू पनि केही छैन, अनि जोगिएर हिँड्नुपर्ने अवस्था छ। यहाँ चाहिँ गाडी आउने जाने, ड्युटी हिँड्ने टाइम भएकोले गर्दाखेरि यता गाउँ साइड, गाउँ भन्दा पनि गाउँै त होइन, तर एकदम यो लास्टतिर हो क्या, बजारको लास्टतिर। यहाँभन्दा 5 मिनट गइसकेपछि चाहिँ केही देख्दैन, जङ्गलै जङ्गल आउँछ। अब जङ्गल एक्लै जाने कुरो भएन, साथीहरू भयो भने त जङ्गलतिर जाने पनि कुरो हुन्छ। अहिले च्याट्टैसँगले म चाहिँ एक्लै बरबराउँदै हिँड्दैछु। अब के भन्छन् मान्छेले, यो चाहिँ अब के गर्दै हिँड्दैछ भन्ने पनि सोध्दा हुन्, तर म चाहिँ भिडियो बनाउँदैछु। त्यस्तै छ। आज छुट्टी, एक्लै छ आज छुट्टी। साथीहरू आज मिलेन, कता कता, कसैको कतै ओटी लाग्यो, कसैको के भयो। त्यसले गर्दाखेरि पनि आज साथीहरूसँग घुम्न फिर्न पाइएर म चाहिँ नजिकै, टाढा जाने चाहिँ अलिक असम्भव हुन्छ एक्लै भइसकेपछि। आज चाहिँ म नजिकै यतै उदि मात्रै घुमिरहेको छु। आज चाहिँ म त्यस्तो टाढा गएको छैन। यहीँ जाने पार्कतिर जाने गाडी आयो गाडी आइरहेको छ। बाटो क्रस गर्नुपर्ने छ, यो बाटो क्रस गर्नुपर्ने, गाडी आएको है भइरहेको छ।